हेलो नमस्ते स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी है बुद्ध पूर्णिमामा घुम्नु जानु लागेको छौँ है नानीहरूसँग। अनि अब चाहिँ हामी है रेडी हुन आँटेको छु अनि हजुरहरूलाई म रेडी भएर भेट्ने छु। अनि तपाईँहरूले मेरो भिडियो हेरिदिनु लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होस् होला। हामी चाहिँ है बुद्ध पूर्णिमामा नजाउँ भनेको थियो, फेरि अहिले चाहिँ जानेमा सल्लाह भयो। त्यही भएर अब चाहिँ हामी जान आँटेको। तल पनि अरूहरू रेडी हुँदैछ होला, म पनि रेडी हुँदैछु है। अनि यहाँ चाहिँ मलाई पर्खिरहेको छु। आज हामी चाहिँ बुद्ध पूर्णिमामा चाहिँ उता मिलिङको गुम्बा जान आँटेको है। म चाहिँ त्यहाँ त कहिले गएको छुइनँ, मिलिङ त पहिला गएको, अहिले चाहिँ कति साल भयो नगएको। अनि गुम्बा पनि त्यहाँनिर अहिले गुम्बा बुद्ध पूर्णिमा भएको पनि कति साल भइसकिसक्यो है। त्यही भएर यो साल चाहिँ हामी जाने। आज चाहिँ रेडी भएर बसिरहेको छु है। गाडी आउन आँटेको छ, गाडी पर्खिरहेको छौँ। तल हो आदि चाहिँ रेडी भएर पर्खिरहेको छ है। गाडी चाहिँ माथिबाट आउँछ, पर्खिरहेको छौँ। योहरू चाहिँ मान्छे बचाउँछ, हिजो बेलुका पनि तल गएछ हौ दुइटै। गुम्बामा दर्शनहरू गरेर पनि यहाँ आसिङले हामीलाई घुमाउनु लानु हुँदैछ। यहाँनिर यतिजना चाहिँ हामी आएको छौँ यहाँ। यहाँनिर ए यहाँ र त है एक गाडी थिएछौँ हामी नै होइन। मैले आसिङहरू यहाँ आनीहरू आनी यता हेर्नु दिनुहोस् न। यसरी कोही कोही बेला घुम्नु त मजा आउँछ है। कसको घर पो भन्नु भयो? आसिङको चिनाजना है। आसिङ भाइको घरमा है आइरहेको छौँ। बिचरा पानी परेर यस्तो बिजोग भयो कि हामी माथिबाट भिज्दै आयौँ हो। म त झन् लुत्रुकै भइरहेको छु। हामी चाहिँ बुद्ध आगोको घरमा आइरहेको छौँ। म चाहिँ भिडियोमा मात्रै देखेको थिएँ नि त। आगोको चाहिँ यहाँभित्र चाहिँ छेसम दिँदैछ है। भित्रको छेसम दिँदैछ चाहिँ यहाँ अट्टी बसेर चाहिँ घुम्नु जान। यहाँ हेर्नुहोस् न, यहीँ विन्टर बक्स छैन टोपीहरू लगाएर हो। यहाँ हेर्नुहोस् अट्टी बसेर चाहिँ हो हामी चाहिँ पर आगोमा घुम्यौँ। त्यहाँदेखि अब चाहिँ तलनिर जाउँ भनेर नि हो आएको बेलामा है। अहिले उहाँको बेला पनि भएको छैन भनेर नि चाहिँ मिलिङमा चाहिँ हामी बुद्ध मेमोरीले बनाएको थियो। एकछिन उभिँदा बहिनी
हामी चाहिँ यहाँ घुम्न आइरहेको छौँ होमस्टेमा हो। सेनापति कम्ती छ। आसिङकोबाट आज घुमाउनु अरे हामीलाई है होइन यता लु के को चाबी के को चाबी भनेको आएको अहिले चाहिँ मजाले घाम लाग्यो पुरा भिजेको थियौँ है अहिले त सुक्यो ए म त भिडियो बनाएको छ नि भिडियो कलमा पो रहेछ त मैं तो देख शीशे से फिर सुनूंगा तो के भन्छ अरे नानीहरू चाहिँ तल खेल्दैछ हामी चाहिँ यहाँ बसेर यहाँ चियाहरू आसिङको चाहिँ ब्ल्याक टी आसिङको चाहिँ ब्ल्याक टी छ आसिङको चाहिँ ब्ल्याक टी हो हाम्रो चाहिँ यहाँ मिल्क टी छ आङी खाँदैन अरे यहाँ सबैको चिया लिँदैछु घाम पनि लाग्यो हुनुहुन्छ अब चाहिँ हामी चिया खाने